सरकारको आयु 5 वर्ष छैन भनेर विपक्षीले भन्दै गर्दा तपाईले भविष्यवाणी गर्न सक्दैन भन्नुहुन्छ अनि भविष्यवाणी गर्छु भन्नुहुन्छ मैले के भने कुरा मिलाएको त सुन्नुस् भविष्यवाणी चाहिँ नगर्ने अनि भविष्यवाणी गर्ने बाबा आफूले भन्दै हिँड्ने जे यथार्थ सत्य छ त्यही बोल्नुपर्छ हैन मैले पनि बालनज्यूलाई भयो रविज्यूलाई भयो विभिन्न उहरू पठाउँछु तपाईहरु यो कार्य गर्नुस् तपाईहरुलाई गाह्रो संकेत उहाँहरुले भगवानको अगाडि कसको के लाग्छ सक्छन् क्या तपाईको योग हुन्छ अनिष्टको योग छ त्यसलाई काट्न सकिन्छ रोक्न सकिन्छ तर केपी शर्मा जस्तो ढल्यो भने स्टेजमा गाउँदै हिँड्यो नि त उड्यो बुझ्नु भएन उसले पनि सक्थ्यो रोक्न सक्थ्यो हामीले त्यो बेला नै सुझाव दिएथ्यौं हैन तर उसले के गर्यो सुझाव लिएन तर अहिलेका बालन रवि त्यस्ता छैनन् नि त प्रत्येक जनताको सुझाव लिन्छन् फेरि रिपिट गर्छन् सुन्छन् हो कि हैन भनेर छलफल गर्छन् रोक्न पनि सक्छन् रोकिने पनि ठुलो चान्सेस छ तर मैले भने नि 99% डेन्जर जोनमा छन् भनेर भनिसके त सरकार डेन्जर जोनमा आउ त्यसो भए यस